हेलो नमस्ते एभ्रीवान, इट्स मी जिस्या फ्रम जिस्या फ्यामिली। हजुरहरूलाई चाहिँ मेरो घरमा स्वागत छ। अनि म चाहिँ अब भर्खरै उठेको अनि म चाहिँ हिजो नै चितवन आइपुगेको मेरो आमाको घरमा। अनि हिजो म अलिक टायर्ड भएर मैले भिडियो बनाएन अनि आज चाहिँ बनाएको। अनि मेरो भेमेले चाहिँ काट्नु भएको छ लोकल कुखुरा, लोकल भाले कुखुरा चाहिँ भने यो चाहिँ म उठ्नुभन्दा अगाडि काटेर राख्नु भएको छ रेडी पारेर। अनि यो चाहिँ मोमो नथान्नु है, यो चाहिँ हो अब बेलुका सेल बनाउनुहुन्छ नि, सेल रोटी, त्यसको लागि भिजाएर राख्नु भयो। र गाइस अब चाहिँ म बाहिर जान्छु घर सबै। यहाँ चाहिँ हाम्रो मामा घर। यहाँ चाहिँ यसले मेरो आमा यता खाइरहनु हुनुहुन्छ, लसुन केलाइरहनु भएको छ। कसलाई देखाएको भ्लग बना आमा। ओइ नानी, हजुर माथि म सुतेको सिरानीभित्र मेरो फ्री गामछा लिएर आउँदा एकछिन है म भ्लग बनाउँछु पहिला। अनि यता चाहिँ सिधा यता चाहिँ उखुको रुख छ, उखुको प्लान्ट। अनि यहाँ चाहिँ हुनुहुन्छ मेरो भेमे। हजुर ए मेमे त अब पेन्ट गरेको नि। यो चाहिँ जुत्ताको लागि अनि उता चाहिँ फुलहरूको लागि यसरी प्लान्ट स्ट्यान्ड। अनि यहाँ चाहिँ मेरो यता चितवनमा मेरो आमा घरमा चाहिँ धेरै कति धेरै फुल छ। म सबैलाई सबैलाई वान बाई वान देखाउँछु ल। यो चाहिँ कुनको हो थाहा छैन, यसको यो चाहिँ प्लान्ट छ, यो फुल भएको छैन। यता चाहिँ पिङ्क कलरको वाला फुल छ, यसमा चाहिँ यसमा त काडा नै छ। अनि यसमा नि सेम यस्तै हो तर पिङ्क कलर, अलि डार्क पिङ्क छ। यो चाहिँ हाम्रो घरमा पनि छ। यो चाहिँ बोतलमा हालेको हो। यो चाहिँ अलिक झुम्मा फलेको छ धेरै नै। अनि माथितिर नि यसरी राखेको छ। यहाँ चाहिँ लास्ट। अनि यहाँ चाहिँ छ, यहाँ चाहिँ उखु। अनि यहाँ चाहिँ स्ट्रबेरीको, यो चाहिँ के हो तुलसी। यहाँ चाहिँ खुर्सानी, डल्ले खुर्सानीको बोट छ। अनि अझै कति धेरै फ्लावर अझै रोप्नुहुन्छ। अनि यो चाहिँ ढुङ्गाको डेकोरेसन। यहाँ पनि छ कति धेरै फ्लावर। वाउ, यता त व्हाइट कलर छ, मेरीगोल्ड, सबै खुर्सानीको सबै बस्नु। ड्रागन फ्रुटको पनि रहेछ यता, ड्रागन फ्रुट। अनि यहाँ चाहिँ मेरो ठुलोमम्मीले के त गरिरहनु भएको छ, सलादहरू बनाइरहनु भएको। चाइनिज साग होइन, चाइनिज साग हो। यो चाहिँ घरमै फलेको है। चाहिँ मेरो आमाले अब बनाउँदै हुनुहुन्छ। यिनीहरू चाहिँ रोस्टको लागि आगोमा
सुत्यो गुची सुत्यो पोसाक ठुलो भयो त म चाहिँ अहिले नाइट सुटमा छु किनभने म भर्खरै उठेको भने के भयो गुची हजुर मम्मीले म लिएर आउँछु ल ल जामै त हेलो खुसी दिदी खुसी दिदी चाहिँ केही त बनाइरहनु भएको हुँदै खुसी दिदी चाहिँ अहिलेसम्म उठ्नु भएको छैन ब्रस गरिसक्नुभयो अनि म नि त्यसरी बसिरहेको थिएँ कि नै उठिसक्नुभयो तर ब्रस गरेर अहिलेसम्म सुत्दैन मैले ध्यानमा त्यस्तो क्रोचेट बनाउन लाग्नु भएको छ वाउ अनि हाम्रो मिसन चाहिँ के हो भने आमाको बेडबाट चिकन ल्याउने चिकन है चिकन रहेछ नि अनि मोनी यति लामो यता गर्न सकिन्छ हेर्नु यति लामो मनी प्यान्ट हो यहाँ चाहिँ छ फोटो यहाँ चाहिँ पुरै खुसी दिदीको सर्टिफिकेट लाउनु आमाको चिकन मात्रै थियो सिँगाइ थियो नि धारको थिएन छ म देखेन दुईटा त मैले देखेन मैले यो चाहिँ धेरै हेलो साथीहरू आज मेरो मम्मीलाई सरप्राइज दिन लाग्यो आज पहिलोचोटि मेरो मम्मीको बर्थडे अब मम्मी आउनुपर्छ भित्र अब 77 वर्ष भयो कि साथीहरू अब मेरो मम्मी त्यहाँ भित्र बस्नुपर्छ खुसी हुनुहुन्छ फेरि अहिले कस्तो हुन्छ हेरौँ है पहिलोचोटि साथीहरू मेरो मम्मी यो बन्ने सुन्नु होला Happy birthday to you. Happy birthday to you. Happy birthday, dear mother. Happy birthday to you. तपाईँको यो महिना Coffee.
कमी खानुहुन्छ बुढीले काटेर बजारलाई यो कमीहरू खानुहुन्छ त्यो स्वर फ्री हो बुबो स्वर फ्री हो कि चिनी छैन कि गाइस म चाहिँ मेरो आमा घरमा धेरै मौज गरिरहेको छु जिङजिङमा माछा खाइरहेको छु मिठो मिठो यस्तो दामी छ हेर छोरी अथवा तातो रहेछ बनाउनु भएको आज फ्राई गरेर खाने हो छोरी ल खानु हजुरको फेभरेट मेमी आमा थोरै रस पारेर राख्दाखेरि यसलाई थोरै काँचो सुक्खा राख्दिनँ है त्यो सुक्खा भएर माथि राख्दिनँ थोरै ल ल झोल बनाउँदाखेरि ल ल दिनुहोस् हजुरको फेभरेट खानुहोस् यति धेरै चाहिँ खाइसक्नु भयो यति धेरै खाइसक्नु भयो मेरो छोरीले बेटु कस्तो हो भने मम्मी कस्तो हो बाहिर होइन बाहिर यसरी आगोमा यस्तो फ्राई गरेर मछली खाँदै मछली मछली त हो नि यो माछा माछा मछली जल्किरहने है भने कि सुन्नु भएन हजुरले खै कति रहेछ अब यति रहेछ अब दामी भयो यस्तो फ्राई भयो हो अब लिनु चलाउनु लाग्यो यो खाने पनि हो मम्मी पानी अगाडि कति धेरै खायो अब भरे खानु पर्दैन मेरो नानीले त अघि के खानु भयो छोरी आमाले अघि मलाई पैसा दिनुभएको थियो त्यसले मैले पसलबाट दुई प्याकेट नुन अनि एक प्याकेट त्यो कुन तेल ल्याएँ अनि त्यसपछि आमाले मलाई खाऊ भन्नुभएको थियो थोरै अहिले एउटा कुरकुरे किनेर खाएँ कुरकुरे खानुभयो अनि फेरि टिकटक बनाएँ एउटा गीतमा टिकटक बनाएँ लुङ्गी लगाएर लुङ्गी ब्लाउजहरू सिलाएर अनि ल्याएँ यता आएँ फेरि तटपडी खाएँ अनि पानीपुरी खाएँ पानीपुरी खाएपछि माछा खाएँ अब फेरि राति पनि माछा खाने अनि माछाको झोल खानु मासु ए मासु रे माछा यो त नि यस्तै छ मिठो थियो अनि बिहान त हजुरले चिकन खानु भयो नि त नि त्यही पहिला माछा थिएन अघि दिउँसोको लिएर आउनु भएको मेमेले अनि हजुरले बिहान चिकन खानु भयो नि त नि लोकल चिकन निकालिदिनु मम्मी यस्तो तास्यो सबै यस्तो गरेर निकाल्नुपर्छ कि यो तातो भएर यो ल त्यो के माछा हो बाबा माछाको नाम त्यो तलाबी तलापी 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 भन्ने माछा हुन्छ तिलेपिया भन्ने सुनेको थिएँ बरु हुन्थ्यो क्या दिलीपे भन्ने त्यो तिलेपिया हो कि भन्ने त सुनेको थिएँ मैले ए तिलेपिया यो यो माछा यस्तो टेस्टी हुने थियो क्या त्यसै माछा काँडा पनि निकाल्न सजिलो है त्यो त्यो टाउको धेरै रहेछ पोखरातिर त त्यो पोलेर त्यो उयो गरेर नि फ्राई गरेर पोलेर त्यो अस्ति कान्छामा ल्याएको त्यो यस्तो खाने माछा रहेछ क्या सर्लक्क सिङ्गे सिङ्गे काटेर अनि त्यो मसला हालेर त्यसलाई त्यो एउटा कागजहरू सेतो कागजमा पेक गरेर पोल्दो रहेछ कि पेक लिएर खाएको अब त्यो त्यस्तो भन्दा त यस्तै मिठो यो चाहिँ कस्तो तेल पनि धेरै नसोच्ने है तेल पनि धेरै सोच्ने काँडा पनि एकदम के निकाल्न सजिलो बच्चाहरूलाई खान सजिलो हामीले पनि मलाई चाहिँ माछा एकदम मन पर्ने तर यो काँडा देखेर डर लाग्छ एकचोटि मैले चाहिँ साथी बोलाएर यो माछा ल्याएर खाएको थिएँ कि त्यो अड्केर हो बुढीमा मलाई त मेरो घाँटेर रगतै आएको मेरो बाबा अनि फेरि उयो साथीले फेरि चिउराहरू के दिने गरेर त्यहाँबाट कस्तो डर लाग्छ तर मिठो एकदम लाग्ने कि माछा माछाको काँडाहरूको भने मौरी कुदो खानुपर्छ
एक चम्चा खुद खुद कहाँ पाउनु ओरिजिनल खुद छ नि त नि ट्याक्क खायो भने अनि छोरी चाहिँ आज यति धेरै मस्तले खाएर यसरी राख्नु छोरी बेटु अनि मेमेले पो यस्तो आगोमा माछा फ्राई गर्नुभयो हजुरको पसिना खाएको छोरी अनि माछा फ्राई गरी मेमे अनि दाउरा पुग्छ त्यति त बाबालाई दाउरा धेरै चाहिन्छ नि है माछा चाहिँ तेलै हुन्छ है यो त बाबा ग्यासमा फ्राई गरे भए त कति उ हुन्थ्यो होला है ग्यास जान्थ्यो होला है अब 1 घन्टा भइसक्यो ग्यासमा त यसो हुँदैन अब यत्रो माछा अब आधा अलिकति राखेको छ है अब यत्रो कति फ्राई 22 केजी ल्याउनु भयो है 22 केजी हिजो फेरि 2 केजी बिहान 3 केजी ए हिजो 2 केजी हो अनि बाबरे मछली हामीले अनि त्यो हामी हामीले अस्ति हामी आउँदाखेरि त्यो भाले कति केजी थियो है त्यो झन्डै 4 किलो थियो होला त्यो भाले अनि भोलिपल्ट फेरि त्यो माउ है बाफ्रे अझ पोर्क मासु त पुरै नगरौँ हजुर नि यस्तो माछा खान्छ भने सम्पर्क गन्धुरा मेरो घरमा चिकन चिकन के हेर्छ मम्मी 1 ग्रुप कि 2 ग्रुप हजुरले मासु गर्ने यसमा हजुरको च्यानलमा सक्छु म नहुने बेला नि मेरो साथीले कति धेरै ल्याउनुहुन्छ अनि यहाँ चाहिँ आमा हुनुहुन्छ उहाँलाई भेट्नुभयो भने सोध्नु होला टिकटकमा के छ अरे आमाको नाम मेरो चिनिमाया गुरुङ चिनिमाया गुरुङको टिकटक हेर्नुभयो भने चाहिँ हजुरले यति धेरै खानुभएको देख्नुहुन्छ हजुरको राति राति हेर्नुभयो भने हजुरको मुखै रसाउँछ थोरै पानी नै खान्छ हो के म टिकटक बनाउँछ नि है साथीहरूले म त धेरै म खानामा सागहरू गर्दैछ अनि म बाटोतिर भेटेको अनि दिदी तपाईँसँग भेटेर मासु धेरै मासु लोकल कुखुराको मासु खानुहुन्छ कि भनेर म त कस्तो लागेको छ नि त कोले राखेको अरे कोले कस्तो अरे पानीको बाँधिदिएको मात्रै थाहा हुन्छ थाहा हुँदैन अनि साथीहरूले सोध्छ म त कतिजनाले सोधेकै पर्दैन फेरि म त लाग्ला राम्रो खान्छ बिरयानी तपाईँको मलाई भिडियो अब मेरो अकाउन्ट पनि खोलिसक्यो टिकटकको जानु होला टिकटकको नाम चाहिँ दृश्य जीजी है त ल जानु है अनि फलो गरिदिनु टिकटक खोल्नु भयो हजुरले टिकटक खोल्ने बेला भयो नि त छोरी हजुरको थाहै न पढ्नुपर्छ मैले छुट्टीमा खोले हो नि त यो त यो भ्याकेसनमा होइन नानीहरू जति मेरो त माया माया म त कहाँ हाल्ने त्यो पनि त्यो होइन म त झन्डै 25 वर्ष 30 वर्षसम्म त म त आएर फटाकिदिएँ नि गुच्ची हाम्रो गुच्ची म कस्तो लाग्थ्यो नि त अहिले 5 वर्षपछि अलिक टिकटकहरू बनाउनु लाग्यो बाबालाई के दाउरा धेरै एकदम आगो बल्नु पर्ने रहेछ अब है ग्यासमा त पिल्ले हुन्छ त्यही भएर के कस्तो टाइट छ नि त मासु अनि अब नखाने माछा न दाल र साग खाने मासु धेरै खाएर एकदम भेज खानु मन लाग्यो अब त्यही खायो त माछाको पुरै गुदी निकालेर बन्दा हालिदिने छोरी हजुरको देख्नु भइसक्यो फिस सससँग सबैले खाने हो के खाने मिठो हुन्छ सससँग खाँदा मिठो अब हजुरले अब आज बेलुका अहिले खानुहुन्छ भनेर खाना छोरी खै अहिले माछा कति धेरै खाइसक्यो खै भाइ छैन कता पो गयो नानी त खै मासु त खानुभयो सबै आधा छोडेछ है हेर्नु नानी माछा धेरै भएर होला नि मलाई रसमा चाहिँ मलाई यस्तो त्यो टाउको सुप मनपर्छ कि त्यो रसहरू टाउको चाहिँ मनपर्छ यो मन पर्दैन छोरी अनि काठमाडौँ रमाइलो यता रमाइलो छोरी यता रमाइलो यता यस्तो मिठो मिठो खानेकुरा खान पाउनु भएर होला हजुरले त्यस्तो रमाइलो भएको होला मम्मीले बनाइदिनु हुन्न उता मम्मीले यस्तो पकाइदिनु हुन्न र हजुरलाई उता यता जस्तै राम्रो चिज मिल्दैन क्या हो र राम्रो कि मिठो मिठो अनि राम्रो नि राम्रो क्वालिटीको मिल्छ
कलुवाल जाने कुरा कलमा मात्रै भन्नुहुँदै दादा मेरो मायाले भने नि पुन्टुरी मजाले फ्राई गर्नु बस्ने आगो नि त्यहाँ हामी यसो बनाउनु कहाँ सक्छ आगोमा कस्तो राप आउँछ बाबा बिहान जानुभयो माछा लिनलाई त्यत्रो दिनभरि तपाईँहरू न म बनाउनु पर्छ अब बा अन्त भेमेले यता पसिना धेरै आयो होला मलाई यता बसेको मान्छे त मलाई कहिले पसिना अन्त नि खाने मान्छेलाई धेरै पसिना भेमेलाई कति गाह्रो भयो झन् माछाले गरेर होला है झिँगा आएछ